स्वागत छ सम्पूर्ण मित्रहरूलाई मेरो कोसाइकुण्ड यात्राको भाग 2 भिडियोमा। कोसाइकुण्ड जाँदा देखिएका सम्पूर्ण दृश्यहरू पस्किएकाले यो भाग एकदमै महत्त्वपूर्ण छ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। अघिल्लो भिडियोमा खिम्तीसम्मको यात्रा विवरण पस्किएको थिएँ। अब खिम्ती पछिको यात्रा यस भिडियोमा यसरी सुरु हुन्छ। बिहानको 5 बजे हामी ठ्याक्कै होटेलबाट निक्लिनु आयो। अँध्यारै छ, मलाई चिन्नुभयो? मलाई लाग्यो है अँध्यारै छ। बिहान 5 बजे उठेर हामीले यात्रा सुरु गऱ्यौँ। यो यात्रा एकदमै कठिन थियो, किनभने ठुला कठिन काला बाटाहरू हामीले तय गर्नुपर्ने थियो। त्यस्ता बाटाहरू अगाडि बढ्दै हामी चन्दनबारी हामी फाइनली चन्दनबारी आइपुग्यौँ। होटलहरू भएको ठाउँ रहेछ। चन्दनबारी अत्यन्त सुन्दर गाउँ रहेछ। समुद्री सतहबाट 3250 मिटर अग्लो ठाउँमा पर्ने यस गाउँबाट एकदमै सुन्दर हिमालय दृश्यदेखिबाट पहाडी दृश्यहरू देखिँदो रहेछ। र चन्दनबारीतिर छौँ हामी अहिले। यतिखेर चन्दनबारीबाट पछाडि देखिया छ। चन्दनबारीबाट हामी अगाडि बढ्दैछौँ। यो भ्यू टावर पनि रहेछ है दाइ, भ्यू टावर पनि रहेछ। तर भ्यू टावरमा भन्दा माथि डाँडातिर गएर हेर्दा राम्रो देखिन्छ, देखेन त? ठ्याक्कै घाम चाहिँ गयो। अब हामीले हेर्न पाएनौँ, हामी अझै डाँडामा तलै एकदम खतरा देखिँदो रहेछ भ्यू। चन्दनबारीमा रमाइलो गरेर 2-4वटा फोटो खिचेर हामीले फेरि हाम्रो यात्रा सुरु गऱ्यौँ। कस्तो हुँदैछ यात्रा? यात्रा एकदम बबाल। के कस्तो छ? उकालो त भन्याङ चौतारी देउडाली कति भेट्यो त? ए बबाल। अहिले आउँदाखेरि साह्रै उकालो थियो। अहिले चाहिँ तेर्सो बाटो भेटेर एकदम चाहिँ नै खुसी रमाइलो लागिरहेको छ। साह्रै गाह्रो पनि भएको भनेपछि उकालोको बिचमा हिँड्दाको तेर्सोमा हिँड्दाको मजा रहेछ। यहीँ छेउमा दामी चुत्रो खाजा हान्दैछौँ है गाई हामीले। ए यहाँ छ चना दालमोट अचार पनि बोकेर आएको छौँ होइन। यहाँ हामी ट्याक्क दाजुभाइहरू वरिपरि बसेर खाँदैछौँ। चन्दनबारीबाट केही अगाडि बढेपछि एउटा पार्टीमा बसेर हामीले घरबाट लगेका थियौँ खाजा। त्यो खाजा खाएर फेरि हामीले यात्रालाई निरन्तरता दियौँ। धर्मद्वार भन्ने रहेछ 3507 मिटर माथि। हामी जानुपर्ने 4300 होइन। चन्दनबारी पछिका यात्राहरू हामीलाई अलिक सहज भए, किनभने बाटो अलिक तेर्सो खालको थियो। घनघोर जङ्गलको बिचमा एकदमै सुन्दर र सफा बाटाहरू हामी तय गर्दै चोलाङपाटी पुग्यौँ। चोलाङपाटीमा एउटा रेस्ट गरेर चिया खाएर अब हामी यहाँबाट निक्लिएर गर्दैछौँ। यहाँ पनि होटल रहेछ दुईवटा। समुद्री सतहबाट 3584 मिटर अग्लो ठाउँमा अवस्थित चोलाङपाटीबाट पनि हामी खाजा खाएर बिस्तार अगाडि बढ्यौँ। चोलाङपाटीबाट अगाडि बढ्दै गर्दा हामीलाई यस्तो लागिरहेको थियो कि साँच्चै यो बाटा त स्वर्ग नै जाने बाटा हो कि जस्तै। यहाँ बाटा अब यहीँ माथि लौटी बिनाइ पर्छ होला भनेर यहाँ चाहिँ व्यवस्थित बनाएको रहेछ, बारसार हालेर है। हिउँछिउँ पर्छ भनेर होला। त्यसपछि प्रकृतिका अनुपम छटाहरू निहाल्दै हिमालयका दृश्यहरू हेर्दै हामी अगाडि बढ्यौँ। चोलाङपाटीबाट करिब 1-1.5 घन्टाको बाटो उकालो चढिसकेपछि हामी लौरी विनायक पुग्यौँ। यहाँ केही समय विश्राम गरेर खाना खाइसकेपछि बिस्तार हामीले हाम्रो यात्रा पुनः अगाडि बढायौँ। बोट बिरुवाविहीन एकदम सुक्खा डाँडाहरू नियाल्दै हामी
उकालो बाटो बिस्तार बिस्तार अगाडि बढ्यौँ। सायद यो ठाउँमा हिउँ पर्ने भएकाले ठुला बोट बिरुवा नपलाएका होलान्। फाइनल्ली हामी स्तूपा आइपुग्यौँ। ओ मान्छे लौरी बिनाबाट यत्रो उकालो चढेर त्यहाँ तलबाट सवा एक घन्टा हामी आइपुग्यौँ। लौरी विनायकबाट 1-1.5 घन्टा उकालो बाटो तय गरिसकेपछि हामी बौद्ध मन्दिर स्तूपा पुग्यौँ। गोसाइकुण्ड यात्राको सबैभन्दा ठुलो खुड्किलो लौरी विनायकदेखि बौद्ध स्तूपासम्म हो भन्ने सुनेका थियौँ, तर हामी गाउँमै हुर्केकाले खासै कठिन भएन। बौद्ध स्तूपा पुगिसकेपछि हामीमा उमङ्ग बढ्यो, जोस बढ्यो, जाँगर बढ्यो, किनभने प्रकृतिको मनोरम दृश्य र गन्तव्य हाम्रो सम्मुख थियो। त्यसपछि हिमालयका काखका तेर्सा बाटाहरू छिचोल्दै हामीले हाम्रो यात्रा अगाडि बढायौँ। अगाडि बढ्दै गर्दा साना साना कुण्डहरू देखिन थाले। त्यसपछि त हामीलाई छुट्टै उमङ्ग जाग्यो। अहिलेसम्म लागेका थकानहरू मेटिँदै गए, घोडाहरू तगडा भए, मनमा छुट्टै प्रकारको आनन्द जाग्यो। गोसाइकुण्ड नपुग्दै सुरुमा भैरवकुण्ड देखिँदो रहेछ। त्यसको मनमोहक दृश्यले हामी सबैको मन खिच्यो। हामी मन्त्रमुग्ध भएर हेरिरह्यौँ। ल हामी लगभग गोसाइकुण्ड आइपुग्न लायौँ। अब ट्याक्क उयो डिलमा पुगेर ठ्याक्क उतापट्टि हेरेपछि गोसाइकुण्ड देखिन्छ। 12-13 घन्टाको लामो पैदल यात्रा तय गरिसकेपछि फाइनल्ली हामी गोसाइकुण्डमा पुग्यौँ। गाइज हामी ठ्याक्कै गोसाइकुण्ड आइपुग्यौँ। दानी बोरो दानी। हाम्रो यता हुनुहुन्छ दाजु। ल आइपुग्यो फाइनल्ली हो। ल बापरे, ओहो, बल्ल बल्ल आइपुगेको बेला सूर्यकुण्ड पनि जाने भनिसकेपछि साथीभाइहरू हामी अगाडि बढ्यौँ। कालो बाटो चढ्दै थोरै हिउँ पर्दैछ अनि वाउ हामी अहिले धमाधम हिउँमै चढ्दैछौँ। हिमालय चढ्दैछौँ हामी त। हिमाल चढ्यो भने पनि हुन्छ। टोली यतिखेर हिमाल चढ्दैछ। अहिले साथीहरू उहाँ हुनुहुन्छ। मैले सेल्फी हानिरहेको थिएँ यहाँबाट। सेल्फी भिडियो हिमालमा हामी गाई त्यतिखेर यो गोसाइकुण्ड के अरे यो सरस्वती कुण्ड हो कि के हो? खै सरस्वती कुण्ड जस्तो लाग्यो। छिरिबो बाबा ल के भो छक्का। ल हामी हिमालमा क्रिकेट खेल्दै। ल आनो बलिङ गरौँ फेरि। अर्को
बलिङ गर्दैछन् हाम्रो प्रमोद, ब्याटिङमा छन् प्रहलाद। ओहो आउट! सूर्य कुण्डबाट चाहिँ नि अलिकति माथि हिउँ खेलेर अब यहाँबाट फर्किँदैछौँ। अब यहाँबाट हामी गोसाई कुण्ड गएर बस्छौँ। धन्यवाद। गाइस कस्तो भयो त गोसाई कुण्ड दर्शन? यहाँ पर ल ल दामी मजा आयो। स्नान गरेर सबसब गरेर अब हामी यहाँबाट निक्लिँदैछौँ। अब माथि मन्दिरको दर्शन गरेर त्यहाँबाट उतै गएर हामी आज तल जान्छौँ। यस्तै भयो, रमाइलो भयो हाम्रो यात्रा, तीर्थ यात्रा दिव्य तरिकाले स्नान गरेर तल कुण्डमा, त्यसपछि माथि शिवजीको दर्शन गरेर हाम्रा साथीहरू अगाडि बढिसके। यता म छु बाँकी। गोसाइकुण्ड नेपालको रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र समुद्र सतहबाट करिब 4380 मिटर उचाइमा अवस्थित एक प्रसिद्ध हिमाली ताल हो। हिन्दू धर्मावलम्बीहरूका लागि यो अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ। धार्मिक विश्वास अनुसार समुद्र मन्थनपछि उत्पन्न भएको विष पिएर भगवान शिवको घाँटीमा अत्यधिक जलन हुँदा उहाँले आफ्नो त्रिशूलले हिमाल प्रहार गरी यस कुण्डको उत्पत्ति गर्नुभएको थियो। त्यसपछि यही कुण्डको जल पिएर उहाँको जलन शान्त भएको मान्यता छ। यही कारणले यसलाई शिवजीको पवित्र धामका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। हरेक वर्ष जनै पूर्णिमाका अवसरमा नेपाल तथा विदेशबाट हजारौं भक्तजन गोसाइकुण्ड पुगेर स्नान, पूजा र दर्शन गर्छन्। यस दिन गोसाइकुण्डमा स्नान गर्दा पाप नाश हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। धार्मिक महत्त्वसँगै गोसाइकुण्ड प्राकृतिक सौन्दर्यका लागि पनि प्रसिद्ध छ। वरिपरि सेता हिमाल, निलो स्वच्छ ताल र मनमोहक हिमाली दृश्यले यस स्थानलाई पदयात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण बनाएको छ। गोसाइकुण्ड यात्रा आस्था, साहसिक पदयात्रा र प्राकृतिक सौन्दर्यको अद्भुत सङ्गम हो। ठ्याक्कै अब हामी दर्शन गरिसकेर होटल तिब्बतबाट पनि हामी झरिसक्यौँ। अब भ्यूहरू अवलोकन गर्दै गर्दै बिस्तारै हामी तलतिर झर्छौँ। यस्तै छ गाइस, घुमियो, मजाले दर्शन गरियो, हिउँ पनि खेलियो माथि चुचुरातिर हिमालतिर गएर अब फर्किँदैछौँ। अब सबैजनालाई चाहिँ एकदमै एकचोटि चाहिँ कुण्ड दर्शन गर्न आउनु होला भन्न चाहन्छु। धन्यवाद।